सम्पूर्ण साथीहरूमा नमस्कार। अब आउने सरकारको लागि चुनौती तथा अवसर दुवै छ। सर्वप्रथम त गाउँ स्तरबाट रोजगारको अवसरहरू सृजना गर्दै लाने, सकेसम्म विदेश जाने परम्परालाई क्रमशः कम गर्दै लाने र यदि कोही व्यक्तिहरू विदेश जान चाहन्छन् भने उनीहरूलाई सहुलियत दरमा उनीहरूलाई ऋण प्रवाह गर्ने र त्यस्तै गाउँबाट पढेका मानिसहरूलाई, विद्यार्थीहरूलाई यदि उनीहरू कुनै काम गर्न चाहन्छन् भने उनीहरूलाई सहुलियत दरमा ऋण प्रवाह गरी उनीहरूलाई अवसर सृजना गरिदिने। यदि यस्ता कामहरू क्रमशः रूपमा अब आउने सरकारले गर्दै गयो भने अब आउने 5 वर्षमा धेरैभन्दा धेरै विदेश जाने परम्पराहरू रोकिनेछ र विभिन्न सिप भएका, जस्तो कोही व्यक्ति सर्टिफिकेट पढ्न चाहन्छ भने उहाँहरूलाई त्यही अनुसारको रोजगारको अवसरहरू, ग्रेजुएसन गरेकाहरूलाई त्यही प्रकारको रोजगारका अवसरहरू, मास्टर डिग्री गरेकाहरूलाई त्यही प्रकारको रोजगारका अवसरहरू तथा कुन सेक्टरमा उनीहरूलाई ती प्रोडक्टहरूलाई राख्ने त्यो पनि अब आउने सरकारले सृजना गर्नुपर्दछ। मास्टर डिग्री गरेका मान्छेहरू पनि 10,000 20,000को लागि विदेशमा जाने परम्परालाई रोक्न सक्नुपर्दछ। ब्याचलर गरेर गएका जनताहरूलाई पनि, विद्यार्थीहरूलाई पनि हामीले रोक्न सक्नुपर्दछ। उचित अवसरहरू नेपालमा सृजना गर्नुपर्दछ। विदेशमा रहेका नेपालीहरूको जे जति सम्पत्ति छ त्यो यदि स्वदेशमा उहाँहरूलाई अपर्च्युनिटी दियो भने उहाँहरूले त्यो लगानी आफ्नो देशमा गर्न सक्नुभयो भने धेरैभन्दा धेरै रोजगारका अवसरहरू सृजना पनि हुन सक्दछ र आफ्नै देशमा त्यो पैसा पनि रहन सक्दछ। त्यसैले रोजगारका अवसरहरू सृजना गरी विदेशमा रहेका नेपालीहरूलाई आफ्नै देशमा आउने सुवर्ण अवसरहरू प्रदान गरी बढीभन्दा बढी पुँजी लगानी गर्नलाई अवसरहरू दिनुपर्दछ। विभिन्न प्रकारका झन्झटहरू हुने जुन नेपालको परम्परा छ, एउटा उद्योग खोल्नको लागि 10 महिना 20 महिना लाग्ने परम्पराहरूलाई अन्त्य गर्नुपर्दछ। यदि यस्ता परम्पराहरू सृजना गर्न सकेमा 5 वर्षभित्रमा हाम्रो देश नेपालले काँचुली फेर्नेछ। त्यसैले अब आउने सरकारलाई मेरो तर्फबाट यही सुझाव छ। धन्यवाद।